गाउँमा अपराध ज्यादा भयो भने, अशान्ति भयो भने, लुटपाट ज्यादा भयो भने धर्म कर्म गर्न मन लाग्दैन, भजन कीर्तन गर्न मन लाग्दैन। राम्रा साधु सन्तहरूको, ठुला ठुला धर्मचारीहरूको, धर्मज्ञहरूको आवत जावत छैन भने गाउँमा धर्म कर्म, माला जप्न, पूजा, शङ्ख घण्टी बजाउन मन लाग्दैन। जहाँ ताई कलीको बौछार हुन्छ, साधु सन्तले टेकेपछि कली भाग्दछ। यस्ता भागवतका मन्त्रले कलीको दुहाई सिंह शब्दात भनेर मैले हिजो बेलुकै पुष्टि गरेको छु, अहिले गर्दिन। भागवतलाई सिंहको अवलोकन गरेको छ। त्यसैले जुन गाउँमा, जुन राष्ट्रमा, जुन देशमा, जुन समाजमा साधुको, सन्तको, भक्तको उदय हुँदैन, त्यहाँ केवल अशान्तिको बौछार हुन्छ। हातमा माला आउँदैन, मन्त्र जप्न मन लाग्दैन, कीर्तनमा विश्वास हुँदैन, गोविन्दमा विश्वास हुँदैन, नारायणमा विश्वास हुँदैन, चरणामृतमा विश्वास हुँदैन। बजारिक संसारिक कुरामा मात्रै विषयमा मात्रै मजा आउँछ, भगवतप्रति कुनै चर्चा गर्न मन लाग्दैन। त्यसैले अब भगवानले अवतार लिने बेला